हेलो हेलो आज नयाँ दिन नयाँ सुरुवात अनि हामी चाहिँ आज मामाघर जान आँटेको छौँ किनभने चाहिँ त्यहाँ चाहिँ गएर चाहिँ अनि त्यहाँ चाहिँ मामा बाले चाहिँ सुँगुर पाल्ने यताउति भन्दै हुन्थ्यो अनि हामीलाई चाहिँ पहिला नै फोन गर्नुभएको थियो त्यही भएर चाहिँ आज हामी त्यहाँ गएर चाहिँ ढुङ्गासुङ्गा लिएर चाहिँ हामी त्यो गर्न थाल्छौँ अनि पहिला त हामीले चाहिँ त्यहाँ ढुङ्गा लिएर चाहिँ सोलिङ गर्नुपर्ने थियो त्यही भएर चाहिँ हामी चाहिँ पहिला चाहिँ त्यहाँ ढुङ्गासुङ्गा लिएर रेडी राख्छौँ अनि हामी चाहिँ फेरि बालो लग्छौँ किनकि हामी चाहिँ यहाँबाट धेरै टाढा नै बालो बोक्नु थियो अनि हामी चाहिँ पहिला चाहिँ फेरि बालो लिएर फेरि अनि बालो र सिमेन्ट मिक्स गर्छौँ अनि मैले गरेपछि फेरि म चाहिँ एकछिन थाक्छु र मेरो बाबाले मलाई सहयोग गर्नुहुन्छ अनि हामी चाहिँ त्यो चाहिँ रेडी गर्छौँ अनि त्यो रेडी गरिसकेपछि हामी चाहिँ फेरि काम गर्न थालिहाल्छौँ किनकि हामी चाहिँ छिटो सक्नुपर्ने थियो र हामीले चाहिँ आधा जति चाहिँ गराउँछौँ अनि फेरि चाहिँ बालो नपुगेको कारणले हामी चाहिँ फेरि बालो बोक्न थाल्छौँ अनि त्यसलाई लिएर फेरि मेरो भाइले चाहिँ मिक्स गर्न थाल्छ अनि मिक्स गरिसकेपछि हामी चाहिँ फेरि अब केही घन्टापछि यति जति गराउँछौँ अनि ठ्याक्कै यतिकैमा हामी चाहिँ खाना खान जान्छौँ अनि खाना खान आइसकेपछि हामीले चाहिँ ठ्याक्कै फेरि हामीले चाहिँ इँटा मगाएको थियौँ त्यो इँटा पनि ट्र्याक्टरले लिएर आउँछ अनि हामी चाहिँ खाना खाएर चाहिँ फेरि अरू मसला गराएर चाहिँ हामी चाहिँ त्यो सोलिङ पनि लगाएर सक्छौँ अनि लगाइसकेपछि फेरि हामी छिटोभन्दा छिटो त्यही सोलिङमा फेरि हामी चाहिँ गाह्रो लाउन थालिहाल्छौँ त्यसको लागि चाहिँ पहिला चाहिँ हामी चाहिँ मसला मिक्स गर्छौँ अनि मिक्स गरेपछि फेरि हामी चाहिँ फटाफट किनकि हामी चाहिँ गाह्रो लाउनु पर्ने थियो किनकि हामी चाहिँ छिटोभन्दा छिटो सक्नु पर्ने थियो अनि हामी चाहिँ त्यतिकैमा गाह्रो लाउन थालिहाल्छौँ अनि लगभग केही घन्टा पछि हामी चाहिँ गाह्रो पनि लगाइसक्छौँ अनि जताको त्यतिर चाहिँ लाइट पनि बालिसकेको थियो हामी चाहिँ रातभरि काम गरिरहेको थियौँ अनि मलाई चाहिँ एकजनाले सोध्नु भएको थियो म चाहिँ दाङबाट हो हजुर चाहिँ कहाँबाट हो कृपया हजुर पनि कहाँबाट हो त्यो पनि कमेन्ट गरिदिनु ल हस् त धन्यवाद।